नेपाल भारत सीमा विवादबारे सामाजिक सञ्जालमा फैलाउँदै गरेका भ्रामक दाबीप्रति स्थानीयहरूको आपत्ति। नेपाल भारत सीमा क्षेत्रमा विवादलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पुराना भिडियो, तस्बिर तथा सामग्रीहरू भाइरल बनाउँदै नेपालले भारतीय भूमि मिचेर बसोबास गरेको भन्ने दाबीहरू सार्वजनिक भइरहेका छन्। तर सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाहरूले यस्ता सामग्रीहरू वास्तविक अवस्थाभन्दा फरक ढङ्गले प्रस्तुत गरेको बताएका छन्। यहाँको बासिन्दाले यो मिचेर खायो, यो हाम्रो इन्डिया मिचेछ भन्ने कुरा यो वायत कुराहरू हो, जो अहिले मिडियामा विभिन्न मिडियाहरूमा आइरहेको छ। टेकबहादुर सुनारले भनेको जो अभिव्यक्ति त्यो वायत कुराहरू हुन्। अनि 8-10 वर्ष अगाडिको बाढी आउँदाखेरि मिडियाहरू आएर यहाँ सोधपुछ गर्दाखेरि यो कुत्याकोबाट हाम्रो बोर्डरमा त्यस्तो कुनै गतिविधिहरू भएको छैन अहिलेसम्म। 2022 सालको बस्ती हो यो, अनि त्यस्तो हामीले अहिलेसम्म देखेको पनि छैन, अनुभव पनि छैन हामीलाई। यहाँनिर प्रत्यक्ष देख्न सक्नुहुन्छ, मैले आँगनमा आफ्नो यो खुट्टा हानेको छु। इन्डियाले उता बाढ गर्न नदिएको हुनाले भारतको भूमि भन्छौँ, त्यो सरासर झुटो। किनकि हाम्रो पनि यस्तै बाटो भइदिएको भए अहिले हामी पनि यसमा हिँड्न सक्ने थियौँ। त्यो सत्यता रहन्छ होइन? होइन हजुर, हामी आफ्नो 10 गजा छोडेर, नेपालको 10 गजा छोडेर हामीले घर बनाएको छौँ। आएर यहाँ अनुगमन गरेर जानु पर्यो। विशेष गरी दोदरा चाँदनी 10 को खुटियाकबर क्षेत्रमा 5 वर्ष अघि खिचाइएका भिडियोहरू अहिले पुनः पोस्ट गर्दै नेपालले भारतीय भूमि अतिक्रमण गरेको भनेर प्रचार गरिनु गलत भएको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार खुटियाकबर बस्ती कुनै नयाँ अतिक्रमण गरेर बसेको क्षेत्र नभई लामो समयदेखि 10 गजा क्षेत्रभित्र नेपाली नागरिक बसोबास गर्दै आएको स्थान हो। हाम्रो घर भनेको यो 10 गजामा पर्ने घर, 10 गजामा पर्ने घर यो भयो भनेपछि यो इन्डियाको 10 गजाको बाटो, 10 गजामा भएको यो नोमेस ल्यान्ड। यो 20 नम्बर पिल्लर क्षेत्र हो। यहाँ 10 गजा क्षेत्रभित्र नेपाली पक्षका नागरिकहरूले लामो समयदेखि खेतीपाती, पशु चौपाया पालन तथा बसोबास गर्दै आएका छन्। त्यस्तै भारतीय पक्षका नागरिकहरूले पनि 10 गजा क्षेत्रभित्र खेतीपाती तथा बसोबास गर्दै आएका छन्। त्यसैले 10 गजा क्षेत्रभित्र बसोबास वा खेतीपाती गरिरहेको अवस्थालाई मात्र आधार बनाएर कुनै एक पक्षले अर्को पक्षको भूमि अतिक्रमण गरेको निष्कर्ष निकाल्नु उचित हुँदैन। खुटियाकबर बस्तीका नेपाली नागरिकहरू वर्षौंदेखि त्यहाँ बसोबास गर्दै नआएको भए आज त्यो क्षेत्र भारतले आफ्नो दाबीमा पार्ने र सीमा अतिक्रमणको जोखिम बढ्ने सम्भावना रहेको स्थानीयहरू बताउँछन्। हामी नभएको भए यो ठाउँमा भारतले हस्तक्षेप गरेर कब्जा गरिसक्ने थियो। सिपाही भएर बसेको, बिना वर्दी बिना हतियारका सिपाही भएर देशको भूभाग रक्षा गरेको। भोलिका दिनमा भारतले नेपालले दाबी गर्दै आएको मिचिएको भूमि खाली गर भन्न खोज्यो भने कहाँको भूमि खाली गर्ने भन्ने प्रश्न उठ्नेछ। भारतले नेपालका विभिन्न स्थानमा लामो समयदेखि सीमा अतिक्रमण तथा बसोबास गर्दै आएको विषय उठाइरहेको छ। तर आजसम्म पनि भारतले हामीले नेपालको भूमि मिचेका छौँ भनेर काहीँ पनि भनेको छैन।